दर्शकबिन 13 वर्षकी मिना बुढा सम्पर्कविहीन भइसकेपछि यति बेला घर परिवार निकै चिन्तामा हुनुहुन्छ र अहिले चाहिँ भाउजू र फुपू हामीसँग आउनुभएको छ खोजी कार्यको लागि। सबै दर्शकहरूलाई उहाँले आग्रह गर्नुभएको छ खोज दिनको लागि। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर 2 को कुम्बियाबाट हराउनु भएको हो र अहिलेसम्म पत्ता लाग्न सक्नु भएको छैन। 24 गते राति सम्पर्कविहीन भएकी थिइन्। कसरी भइन् यस विषयमा कुराकानी गर्छौं। अनि के भएको थियो त्यो राति? राति अब के भए थियो भन सर, अब हामी बोल्दै बाटी बस्यो खाना बिना खाला आ भनेर भने मैले राति डाको छाडे पर्थिने 3 शब्द आ भनेर डाको छाडे त्यसले होइ पनि न होइन भनेपछि अब त्यो कहाँ गई कता गई कि यसो के आदि छ यी मेरो इज्जत गराए कि म आएको 7 दिन पनि भएको छैन। तपाईको भाइ की छोरी? मेरो भाइ कान्ता भाइकी छोरी हो। हजुर भनिकन मैले भने यताबाटी कुरा म हामी अब 3 माछाहरू हामी यताबाटी कुराहरू छ त्यो आएर पल्दैबाटी उभिसकेको त्यताबाटी आइसकेपछि त्यहाँ किन उभिएछ भन्नखेरिमा नै भाउजू मलाई यता लेखाना भनी उतै अनेरबाटी खाइ म यता भन्नु छ उतै जानी छ। पछि आडी छोराले के भने भयो मम्मी के तिनै आउने न भन अब भन्यो भन्छ ठिक छ छोराले भने के आबि जानु कि अर्का भने मान्नु भने मैले मैले छाडिदिएँ। पछि अब हामी यताबाटी गफमा लाग्यो त्यो खानापिना खाइ त्यताबाटी अब हामी किन हेर्ने छौँ। पछि बिस्तारै यो पिछा भेट्न त्यताबाटी बुहारी त्यता गई उहाँ हेर्दाखेरिमा नानी 3 शब्द डागी उनले होइ भनी न ओहो यो आज नानी त किन होइ भनी न भनेर यो गएर उहाँ हेर्दा ओछ्यान बिस्तारामा हेर्दाखेरिमा त उहाँ त छैन। 9 बजे समय भइगयो 8 बजे त्यहाँबाट म हेरेँ यसो छोरी मान्डरसँग काहीँ फिद्द गएछ कि भनेर यसो विचार गएँ उहाँ त छैन। अब कहाँ जाने अब रातको विषयमा अर्का घरमा मैले जानु छैन नराएको नसुनेको अर्का परदेशमा भनेर भने पछि उतातिर जाइछौँ भदै जाइछौँ उसलाई उठाएँ यो के आरू कसहरू राई भनेर भने पछि म अहिले के गर्ने फुपू अहिले नै जाउँ भन्नुभयो। नै गए ठिकै छ अर्का घरमा के जाने रातको विषय भनेर म पनि आइगएँ घर। कसरी थाहा पाउनुभयो त हजुरले चाहिँ? त्यो बिस्तारा गयौँ हेऱ्यौँ अब उहाँ त छैन। उहाँसँग गयो भनेर कसरी थाहा पाउनु? नै म अब ती साथीहरू छन् कि अब त्यहाँ साथीहरूसँग भुल्ली कि अब कहीँ किन गई यसरी यसो काण्ड हरिकन यसो किन गई भनेर म त्यसरी गएँ। म पहिलो गएँ भने मलाई थाहा छैन शङ्का पनि मलाई थाहै छैन। हजुरलाई थाहा थियो कि बमजीसँग चाहिँ त्यस्तो सम्पर्क केही? त्यस्तो त केही थाहा थिएन। पहिला नि बाख्रा ल्याउँथेँ यहाँनिर बाख्रा ल्याएपछि उताडि हान्छु नि उदो गइजान्छन् तिनसँगै जान्छन् बाख्रा चराउनले पनि। अब त्यस्तो शङ्का केही भएन हामी भर्खर आएको थिएँ केही शङ्का त्यस्तो केही भएन त्यसरी लपसप पठाएन त्यस्तो भनेर खालि साथी होला साथीसँग होला सोचेको न। तपाईहरु गएपछि किन जान्छ भनेर चाहिँ सोध्नु भएन? नै साथीसँग खेल्न गयौँ भनेर सोधेको थिएँ कि साथीसँग खेल्न गएको छु मेरो त्यहाँ साथी हुन् त्यही भन्ने। राति चाहिँ कसरी चाहिँ थाहा पाउनुभयो त त्यहाँ एउटा गायब भएको? राति उतिन अनि त्यसपछि थाहा भयो गइकन उता कहाँ पो गएछन् भन्ने। धीरज बमसँग गयो भनेर थाहा पाउनुभयो कि? त्यसो थाहा भएन। कहाँ गयो भनेर थाहा पाउनुभयो? कहीँ साथीहरूसँग गएछन् कि कहीँ उता टोयलेट गएछन् कि भने। साथीहरू थिए केटी साथीहरू? साथीहरू थिए माथिको त्यो साथ गर्दा दिन्न तिनको आमा बुवा पनि त्यो गएनन्। त्यसपछि सम्पर्क छैन? नै त्यसपछि सम्पर्क छैन। मोबाइलहरू चलाउनुहुन्थ्यो उहाँले? नै मोबाइल छैन। छैन मोबाइल? छैन मोबाइल। तपाईसँग त भन्नुभयो होला त म त भाउजू फलानुसँग यसो जान्छु यताउता? नै त्यस्तो केही भनिनन् मसित भन भनेको थिएँ भन्दैन केही भनिनन् त्यस्तो। अब नभनेपछि क्या दुख्यो भने कसरी भन्नु पर्यो बोले भने आऊ कसरी भन्ने अब हामीले क्या दुख्छ। कोसँग गयो भनेर अहिले चाहिँ के छ शङ्का केही छ? शङ्का पनि त्यस भनिदिहाले मैले अब यो चाहिँ शङ्का नभए शङ्का भइदियो म डाइरेक्ट घर बाहिर जान्छन् तिन गाई बमकै घर बाहिर शङ्का त मलाई छैन। अब यो कहाँ गई साथीसँग गई रातको विषयमा 10 साढे 10 बजीसम्म निरज बमसँग बसेको भन्ने आछ। उ त पछि यहाँबाट जाँदाखेरिमा म यो कहाँ छ भनेर मैले खोजी गर्नखेरिमा मात्र पछि वहाँबाट उनको आमा बुवाले फोन गर्नुभयो कहाँ छ निरज तपाईँको छोरो छ कि छैन भन्ने खोजी गर्नु भइसकेपछि पछि यिनीहरूले फोन गरे म यहाँ चाहिँ म त तल के भने त्यो उहाँ कलममा कहाँ पर उनको दोकान के हो त्यो हो बन्तला दोकानमा छौँ म भन्नुभयो उहाँले निरल भनिसकेपछि के गर्नुहुन्छ त्यहाँ बन्तला दोकानसम्म अहिलेसम्म भन्नुभयो आमा बुवाले। भनिसकेपछि केही नै म त्यस्तै बसेको छु भन्नुभयो उहाँले। भनिसकेपछि ल किन हो भन्ने कुरा भइसकेपछि नै छिटा मेरा घरमा सब मान्छे घेरेका छन् मिना भन्ने घर छैन त त्यहाँ छैन भन्नु उनको आमा बुवाले भन्नुभयो हो। नै छैन मैसँग छैन भन्नुभयो त्यो जिद्दी दाउ लाउनु भयो अब तिन निरगले। त्यसो भनेपछि ल ठिक छ साँडा यो घरमा हाम्रा घरमा घरभरि घेरेको छ
भनिकन भनेको अब भन्ने कुरा त्यति भनिसकेपछि के गर्छ अझसम्म साँटा भनेको म त क्याद चाहिँ म त तास्केल लागेको छु भन्नुभयो। त्यहाँभन्दा पछाडि 5 मिनट 10 मिनटमा 10 मिनट पनि भएन जो वहाँनिर घर मिना त छैन। त्यति सक्यो। अब त्यहाँ पछाडि हामी खोजी हद्दा पायौँ न। खोजिराख्नु भइरहेको छौँ। रातको विषय पनि हटेका छौँ, दिनको विषय पनि हटेका छौँ। भेट भएको छैन। अब मैले के याद बढ्यो उमेर त भएको छैन नि त। बिहा उमेर पनि भएको छैन। अब कहाँ भागी कता अझ म त अनमात पढेको छु। अब के गर्ने अब यस्तो भन्नु त्यति हो। अब त्यहाँभन्दा दर्शकबिन उहाँहरू चाहिँ एकदमै चिन्तामा हुनुहुन्छ। अहिले चाहिँ 13 वर्षकी बालिका सम्पर्कविहीन भइसकेपछि कहाँ जाने के गर्ने भन्ने एकदम चिन्ता हुनुहुन्छ। अहिले उहाँहरू पहाडबाट आएको पहाड नयाँ सालमा आएको अझैले आएछौँ भर्खर आएछौँ 7 दिन पनि भएको छैन। 7 दिन भयो हो आज 8 दिन भयो। मङ्गलबार भयो म आएँ आज 8 दिन भयो। 6 दिन गए म आएँ 6 दिन भइदिने त्यो विपत्ता भइगयो। आज त मलाई आएको 8 दिन भयो। 8 दिनमा अझ म खोजी गर्नै छु। अझ कहाँ गए कहाँ जाने के गर्ने अर्काको ठाउँ विशेष मलाई थाहा भएन। भोलि भाइ पनि मलाई टोकाइदिने भाउज पनि मलाई टोकाइदिने मलाई पनि चिन्ता छ। रातको रातै चाहिँ दिनै छ मलाई। भाउजू र फुपू निकै चिन्तामा हुनुहुन्छ। जति पनि दर्शकहरूले यो भिडियो हेर्दै हुनुहुन्छ सबैले सेयर गरिदिनु होला, सबै माझ पुर्याइदिनु होला। तपाईहरुले उहाँलाई कतै देख्नुहुन्छ भने नजिकको प्रहरी कार्यालय अथवा उहाँहरूको सम्पर्क नम्बरमा फोन गरिदिनु होला। यो ठुलो सहयोग हुनेछ। यो भिडियोबाट बिदा हुन्छु। नमस्कार।